नमस्कार साथीहरू। आज म तपाईहरुको बीचमा यो काम भनेको के हो भन्ने विषयमा एउटा महत्त्वपूर्ण जानकारीको साथमा उपस्थित भएको छु। यो अन्तिमसम्म यसलाई हेर्नु होला। छोटो भिडियो छ किनकि सानो कुराले नै आफ्नो जीवनमा धेरै प्रभाव पार्न सक्दछ। सर्वप्रथम हामी सबैले जिन्दगीमा जन्मेपछि हामीले काम गर्ने गर्छौं। आफ्नो परिवार चलाउनको लागि, लक्ष्य प्राप्ति गर्नको लागि, हैन? अब विभिन्न कुराले पनि हामीले आफ्नो काम गर्नै पर्छ र कामबाट नै हाम्रो जीवन चल्ने गर्छ र परिवार चल्ने गर्छ। मानिस सफल हुन र परिवार चलाउन र सपनालाई पूरा गर्नको लागि गरिने श्रम या मेहनत नै काम हो। तर आज हामी धेरै मानिसले काम त गरेका हुन्छौं, तर कुन कोणबाट गरेका हुन्छौं? सबै काम एउटै तरिकाले गरिदैन। सफल हुने व्यक्तिहरूले गरिने काम र असफल हुने व्यक्तिहरूले गरिने कामको बीचको भिन्नता मात्रै के हो भने त्यो दुई भागमा हामीले कामलाई बाँड्न सकिन्छ। पहिलो भाग भनेको शंका सहितको काम, दोस्रो भनेको विश्वास सहितको काम। हामी धेरै मान्छेहरू, संसारमा धेरै मान्छेहरू 100 मा झन्डै 95% मान्छेहरूले आफ्नो काम शंका सहित गर्ने गर्छौं। जब हामीले एउटा शंका सहित त्यो काम गर्ने गर्छौं जसले हामीलाई म सक्छु कि सक्दिन्न भन्ने भावमा दोधारमा फसाइदिन्छ। यो सफल होला कि नहोला, यदि सफल भएन भने के हुने होला आदि डर त्रास र शंकाले हाम्रो मन भरिएको हुन्छ, जसले गर्दा हाम्रो ऊर्जालाई एकदम घटाइरहेको हुन्छ, आत्मविश्वास घटिरहेको हुन्छ, निर्णय गर्ने क्षमता एकदम कमजोर बन्दै जान्छ, परिणाम पनि कमजोर आउँछ। त्यसकारण हामीले बीचमै हार मान्ने सम्भावना र काम छोडेर भाग्ने गरिने गर्छौं, जसको कारणले पनि आज धेरै मान्छेहरू गुजरामा सीमित हुनुको पछाडी एउटा यो कारण। त्यसैगरी दोस्रो भनेको विश्वास सहितको काम। विश्वास सहितको काम हामी सबैले सफल हुनको लागि के बुझ्नुपर्छ भने म प्रयास गरे भने सफल हुन्छु, मैले यो कामबाट राम्रो रिजल्ट निकाल्न सक्दछु भनेर आफ्नो ध्यान केन्द्रित गरेर गरिन्छ भने त्यो कामले सफलताको नजिक पुर्याउँछ। विश्वास सहितको कामले नै आफ्नो जीवनलाई बदल्न सक्छ। शंका सहितको कामले गुजरा चलाइदिन्छ भनेपछि विश्वास सहितको गरेको कामले आफ्नो जीवनलाई बदलिदिने गर्दछ। त्यसै कारणले पनि विश्वास आफैमा इन्जिन हो, कुनै गाडीको इन्जिन हो, जसले इन्जिनले गाडीलाई दगुराउने मद्दत गर्छ। त्यो विश्वास आफैमा त्यो सफलताको आधार बन्छ। यसले तपाई हामी अगाडिलाई के गर्छ, अगाडि धकल्दनमा मद्दत गर्छ। निष्कर्षमा तपाईहरु सामान्य सारमा भन्नुपर्दा काम त सबैले गर्छन्, तर शंकाले गरिएको कामले डर बढाउँछ, विश्वासले गरिएको कामले सफलतालाई नजिक ल्याउँछ। त्यसै कारण यो साथीहरु, यो भिडियो मन परेमा एकदम लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गरेर हाम्रो साथमा निरन्तर हुनुहुनेछ। सुशील खड्गा छेत्री SKC युट्युब च्यानललाई पनि साथ दिएर अगाडि बढ्नुहुनेछ। हवस् त, धन्यवाद, थ्यांक यू।